कस्तो राम्रो ठाउँ पनि रहेछ है। अर्जेन्टिनाले फाइनल उठाउँछ यो पाराले। ल नमस्ते साथीहरू, हामी जर्जियाको एटलान्टा आइपुग्यो। भोलि मेसी दाइले यहीँ खेल्दै हुनुहुन्छ। हाम्रो टिम अर्जेन्टिनाले यहीँ खेल्दैछ। यहाँको म्याच हेर्नको लागि, इजिप्टसँगको म्याच हेर्नको लागि म पनि आइपुगिसकेको छु। यतापट्टि मेरो आदरणीय सर हाम्रो सुकमान सुहाङ, यता हाम्रो आदरणीय बेना। हामी चाहिँ लामो यात्रा गरेर करिब 4 घन्टाको यात्रा गरेर हामी जर्जियाको एटलान्टा आइपुगेका छौँ र भोलि मेसी दादाको गेम हेर्ने हो। त्यसको सबै तयारी छ। अब यहाँ स्टेडियम कता डाउनटाउनतिर छ अरे, यता नजिकैतिर कतातिर। अल सेट टु गो, रेडी छौँ हामी। मेसी दादालाई जसरी पनि जिताएर गुड लक मात्रै फर्किने हो। दादा के भन्न चाहनुहुन्छ? सम्भावना छ नि हाम्रो, होइन? सम्भावना छ। मेसी र अर्जेन्टिनालाई बेस्ट अफ लक। हजुर, डेफिनेटली भोलिको गेम जित्ने पक्का नै हामीले बुझेका छौँ। हो। समग्र उपाधि नै उचाल्ने सम्भावना कति प्रतिशत जति होला? गाह्रै छ, गाह्रै छ। 50-50 मा छ। 50-50 है। हो, फ्रान्स पनि योपालि अनेस्टली भन्दाखेरि राम्रो लाग्छ मलाई चाहिँ, किनभने अट्याकिङ खत्रै छ। खतरालाई खतरा भन्न सक्नु र सिक्नु पनि पर्छ जस्तो लाग्छ साथीहरू। तर नेक टु नेक हामी च्यालेन्ज दिन्छौँ। तर यतापट्टि जस्तो मोरक्को, इङ्ल्यान्डहरू पनि निकै राम्रो खेलिरहेछ योपालि। सो लेट्स सी। खेलको कुनै कुरा भन्न सकिँदैन, किनभने पोर्चुगल पनि जिताएरै छाड्ने हो। सकभर चाहिँ जिताएर मात्रै फर्किने होइन अर्जेन्टिनालाई चाहिँ। अब हाम्रो अन्तर्राष्ट्रिय भेनाको केही छ भने अन्तर्राष्ट्रिय भेनाको पनि केही होला नि त। होइन, मेरो केही छैन। मैले गेम सबै राम्रो हेरेको छैन। हो, त्यति रुचि छैन कि अब त स्कुलको पढ्नु है। रुचि नभए पनि अब टाइमै पाइरहेको छैन मैले। कसको फ्यान हो तपाईँ चाहिँ बेना? म हुनु चाहिँ म मेसीकै फ्यान मेसीकै हो। ए यो चाहिँ फेरि मिल्छ है। तर पनि म अहिले आफ्नो कामको व्यस्तताले गर्दाखेरि वर्ल्ड कपले त्यति छोको छैन। सुकमान सर, तपाईँ कसको फ्यान? म कुन टिम? एकदम अनेस्ट भएर भन्दा हुन्छ है। फेरि म मेसी मेरो फेभरेट टिम छैन। ए तर राम्रो खेलाडी मेसी, एम्बापे, हल्यान्ड, रोनाल्डो हरूले राम्रोसँग खेल्नुपर्छ भन्ने हो। उहाँहरूको गेम चाहिँ हेर्नु मनपर्छ। ओके, ल शुभकामना हाम्रो तर्फबाट। शुभकामना छ। जितको शुभकामना। ल भोलि हामी अब जान्छौँ। तपाईँहरूले हेर्न सकिहाल्नुहुन्छ, पुग्नुहुन्छ गजबले जिताएर आउने। हजुरसँग पनि भेट भयो, एकदमै खुसी लाग्यो मलाई। तपाईँ मान्छे त जेन्टल डेफिनेटली हुनुहुन्छ नि। तपाईँको गाडी पनि कडै लाग्यो क्या मलाई। यसको यो इन्टेरियर बाबालाई लाग्यो। यत्तिको गाडी एउटा नेपालमा आयो भने चाहिँ, कुदाउनु पाइयो भने चाहिँ साँच्चै नै स्वर्गीय आनन्द हुन्थ्यो। पुगेको होला नि? छैन यतिको लेभलतिर होइन। गाडीहरू त छन त, तर यो पनि बबालै लाग्यो कि यसको यो ड्यासबोर्ड चटक्क है, सब देखाइरहेको छ कि अनि चटक्क। यसको यो गाडीको नाम चाहिँ के हो दाइ? यो लिन्कन नेभिगेटर ब्ल्याक लेभल। ब्ल्याक लेभल। नेभिगेटर ब्ल्याक लेभल। ल हेर्नुहोस् त कस्तो मिठो क्या। दाइ हजुर पनि मेसीकै फ्यान हुनुहुँदो रहेछ। अब भोलि हेर्न जाँदैछौँ होइन दाइ? हामी जाँदैछौँ। ल भोलि जाँदैछौँ र अब आज चाहिँ म जर्जिया एटलान्टामा दाइहरू सँगसँगै नै हुन्छु। होटल रेडिसनले म्यानेजमेन्ट चाहिँ उनीहरूको हो। ए होटल रेडिसनको रेडिसन नेपालमा पनि छ नि त्यही। ए रेडिसन त होला नि यिनीहरूको है, फ्रेन्चाइजवाला। ए दामी रहेछ। ल भित्र पनि हेरौँ है दाइ हामी। ल हस्। ल हाम्रो होटल रुममा आयो है। ओहो यता ल्याभिस रहेछ नि त। ओ माई गड। आहा कस्तो राम्रो है। एसी यहीँ रहेछ नि त यसको। ल कस्तो राम्रो है। प्लिज हस्, म भरेतिर खान्छु त्यो। ल यो यहाँ राखौँ। ब्यागहरू कस्तो राम्रो रहेछ है। होइन म यही चार्जर मात्रै बोक्छु। हस् हुन्छ।
स्योर ल थ्याङ्क यू सो मच हाम्रो डिजे दादा होइन हाम्रो डिजे खालिङ दादालाई यो न्यानो स्वागतको लागि यस्तो राम्रो स्वागतको लागि हजुरलाई धेरै धेरै धन्यवाद हस् जर्जिया एटलान्टामा यति न्यानो स्वागतको लागि थ्याङ्क यू सो मच डिजे दादा साँच्चै राम्रो लाग्यो मलाई त यति ठुलो है आम्मा बजेट पनि राम्रै पऱ्यो होला नसोधौँ अब त दादाले ल अब हामी लाग्छौँ ल यो गाडी चाहिँ हाम्रो डिजे दाईको है म अघिकै ठाउँमा बस्ने है ए म उताबाट जानु पऱ्यो नि होइन लिङ्कन कस्तो बवाल छ यार यो गाडी कसम बवाल लाग्यो यार मलाई ल यो गाडी चाहिँ खत्रै लाग्यो ए आफ्नो टिभी हुन्छ है ल पछाडि पनि यो 7 सिटर रहेछ है यो त पुरै ब्यान्ड हुन्छ जस्तो छ वाउ मिठो छ मिठो बवाल छ यार यो गाडी साह्रै मन पर्यो यार ड्रिम कारै भयो ल यो डिजे खालिङ दाईको घरमा चाहिँ नेपालको झन्डा भुटानको झन्डा र अमेरिकाको झन्डा उहाँले आफ्नो लाइब्रेरीमा चटक्क सजाउनु भएको रहेछ राजपरिवार पनि ए उता नेपालको राजपरिवारको फोटो पनि राख्नु भएको छ राजा वीरेन्द्र अहिलेकै हो उहाँ कि पहिलेको अहिलेकै है अनि यता त अब यहाँ गुरु आमा हो नि गुरु आमा ओहो कस्तो वेल म्यानेज्ड दामी लाइब्रेरी रहेछ ल लगभग सबै धर्मलाई पनि यहाँले समेट्नु भएको छ है होइन सबै ओमकार परिवार सबै छ होइन ल यहाँ गुरुको फोटोहरू टक्क है यसरी विदेशमा नि दैनिक पूजाआजा हुन्छ दाइ गर्नुहुन्छ दैनिक भन्दा पनि अब बेला विशेषले चाहिँ बिहान खेर दियोबाती त्यही त सबै हुँदो रहेछ ल बुद्धको पनि रहेछ नि त बुद्धको पनि छ सबै कस्तो राम्रो यस्तो पूजा कोठा यस्तो भव्य बनाउनु भएको रहेछ दाइले है गजब गुड मर्निङ गाइज एकदम बिहानको समय ल बत्ती बल्यो अब लाग्नुपर्ने छ आजको गेम हेर्नको लागि अनि एकदमै ठुलो समस्या चाहिँ के रहेछ भन्दाखेरि गेम त हेर्ने तर 12 बजेको गेम हेर्नलाई 6 बजे उठ्नुपर्ने 7 बजे रेडी हुनुपर्ने अनि 8 देखि 9 बजेभित्रमा पुगिसक्नुपर्ने हो नि त गेट पनि 3 घन्टा अगाडि चाहिँ ओपन हुँदो रहेछ खुल्ला हुँदो रहेछ तर यति चाँडो चाहिँ जान नपरे पनि हुन्थ्यो भन्ने हुन्छ तर अब 1 लाख जति मान्छे भेला हुने ठाउँमा अलिकति भिडभाड धेरै कुराहरू हुन्छ व्यवस्थापन त अति नै दामी हुन्छ हुन चाहिँ त्यही पनि केही हडाङहुडुङहरू कचाकुचुकहरू हुने नै रहेछ सो त्यो कुराहरूले गर्दाखेरि पनि गाह्रो छ म चाहिँ यता छु रेडी भयो लगभग उज्यालो चाहिँ भयो अब उठेर यात्रा सुरु गरिन्छ अब दाइहरू यहाँ लिन आउँदै हुनुहुन्छ ब्याग स्यागहरू सब प्याक गर्नुपर्ने छ मेरो चाहिँ खानेकुरा यहाँ अमेरिकामा चाहिँ लाइटको जेनरली यस्तो हुन्छ है यो यस्तो हुँदो रहेछ तलमाथि गर्ने एउटा अनि यो ढोका यो त अब होटलको भएको भएर एकदमै युनिक भयो होइन लकको सिस्टम पनि अलिकति डिफ्रेन्ट वाला च्याट यस्तो घुमाउनु पर्ने अलिकति फरक खालको जुनसुकै देशमा पनि फरक खालको चाहिँ विभिन्न खाले सिस्टमहरू हुँदो रहेछन् त्यही सिस्टम अन्तर्गत त्यो झ्याल खोल्यो भने खासै केही भ्यू पनि देखिँदैन त्यस्तो छ अब मेरो बिरयानी कहाँ छ भन्ने कुरो हो यो चाहिँ त्रास हाल्ने फोर्सहरू हाल्ने हल्का कफी चाहिँ खानै पर्ला जस्तो लाग्यो मलाई टी रहेछ यो है प्रिमियम टी रे यो के हो यो कसरी बनाउने त यार अब कफी बनाउनु नि आउँदैन ल अब यस्तो छ यो भाँडामा कसरी कफी बनाउने हो ल म त बनाउन सक्दिनँ होला यार आउँदैन होला यार मलाई भन्थ्यो हाम्रो भेलु बाजेले कसरी बनाउने हो र यो बिगारिएला जस्तो छ यार Why is this like that? Why is this like this? What is this? कफी बनाएर खान सकिएन तलपट्टि ब्रेकफास्ट खाने ठाउँमै गएर खानु पर्ला तर मलाई What is this यो के हो यो
केही आउँदैन यार यो ओइ क्लियर स्टप पोट्याटो पपकर्न पिज्जा बेभरेजेस फ्रोजन ए यो तल फ्रिजमा फ्रिजमा बिरयानी छ होइन अब यो बिरयानीलाई कसरी तताउने त गाह्रो छ नि हो तल अब ब्रेकफास्ट पनि होला तलै गएर खाउँ कि तातो यही खाउँ यार चिसो तताएर स्टप क्लियर होल्ड स्टार्ट केही आउँदैन यार लास्टै सोझो भयो यार भत्काइन्छ र फेरि मार्ला नि यार यो पक्कै पनि ऊ नै हो के भन्छ पावर लेभल रिहिट यताउति टाइम ओह यस एउटा चाहिँ खुलोले गरेर हिट गर्नु पऱ्यो यो निकालेर ननिकाली पनि गर्नु मिल्छ होला यतिकै पनि मिल्नुपर्ने हो ल म गर्छु है त साथीहरू गरेर अनि खाउँ ल साथीहरू तातो बिरयानी मैले आफ्नै कलिलो हातले रेडी गरेँ म यहाँ छु अब झ्याम खाने अनि जाने जस बिरयानी पनि तयार गरियो है तातो बनाउन चाहिँ आयो है अरू यो चिया कफी बनाउन नआए ल साथीहरू मेरो आजको ड्रेस पनि यही नै हुन जाने देखियो धेरै साथीहरूले चाहिँ यो ड्रेसको बारेमा नेपाली झन्डाको बारेमा कुरा गर्नुभएको छ नेपाली झन्डा किन्ने कोसिस चाहिँ हुन्छ यहाँ म दाइलाई पनि भन्दैछु हिजैदेखि कुरा भइरहेछ नेपालबाट नल्याएको भएर चाहिँ मैले लान पाइरहेको छैन सर होइन तर म आज मेरो एकदमै कोसिस जारी रहनेछ झन्डाको लागि पनि ओके सियु ल यो लाउने जाने म अर्को अर्जेन्टिनाको अर्कोवाला ड्रेस लाउने कोसिस गरिरहेको छु है आज चाहिँ तर पाइन्छ कि पाइँदैन बाटोमा हेरौँ टाइम एकदम टाइट छ ल गुड मर्निङ हाम्रो दाइ पनि अर्जेन्टिनाको ठुलो फ्यान हामी मेस्सी फ्यानहरू भेला भइसकेका छौँ म त्यताबाट दाइ ए खोइ भाउजू अगाडि बस्यो भने ए हो गुड मर्निङ भाउजू कता हुनुहुन्छ हजुर ए यहाँ हुनु त ल अब हामी लाग्यौँ है थ्याङ्क यू सो मच दाइ बिहानै आउनुभयो निकै चाँडो है तर हामी जानुपर्ने ओहो ल 1 आवर लाग्छ झन्डै पुग्छ जाम हुन्छ लाग्यो दाइको त मेस्सी फ्यानको जर्सीको कुरै नगरौँ तिनवटा तारा होइन दाइ नम्बर 10 चारवटा बनाउने अभियान जारी छ लेट्स सी के हुन्छ सकिन्छ होला योपालि सम्भावना छ केही हदसम्म 100% त कहिले पनि भन्न सकिँदैन तर अब आज जितिहाल्छ त्यसपछिको गेमहरू चाहिँ एक दुईवटा गाह्रो छ त्यस्तै छ इङ्ल्यान्डसँग पनि अलिक गाह्रै हुन्छ तर जितिन्छ होला लेट्स गो ल है साथीहरू भित्र आइसक्यो है यो गेट 3 and 4 मा यो दामी देखिरहेछ है बवाल देखिरहेछ बवाल यो माहौल बब्बालै छ है ओके ready to go Argentina yay time yay greatest of all time yay ल साथीहरू मैले चाहिँ आज यो ड्रेस अस्ति चाहिँ यो लाग्यो आज यो चेन्ज गर्नु पऱ्यो किनभने यो लक्की पनि छ यसले जित्ने चान्सेस पनि हाई छ है त गाइज ल थ्याङ्क यू वेलकम गरिसक्नु भएको छ उहाँले ल अब एकैछिनमा खेल सुरु हुन्छ यति भव्य स्टेडियममा ओ माई गड यार गाइज बब्बालै मजा हुन्छ है आज पनि खतरा जित निकालिन्छ है आज खतरा जित निकालिन्छ जय अर्जेन्टिना जय लियोनल मेस्सी ल गाइज यहाँ भित्र आइपुग्यो बियर पनि किनियो है बियर किनेर यहाँ बियर पिउनुको मजा नै फाल्दैछ किन बियर खाएन भने चाहिँ मजा हुँदैन क्या खेल्नुको मजा हो खानुको मजा हो भाइ अति बवाल हुन्छ यार साथी हो पैसा तिरेको चाहिँ वर्थ इट हुन्छ है बिङ अनेस्ट आजको टिकटको प्राइस चाहिँ
$2,700 थियो एक्सट्रिम महँगो छ अब फाइनलको त कुरै नगरौँ फाइनलको किनेर हेर्न सक्छ Let's go, let's go, let's go, let's go! Let's go, let's go, let's go, let's go! Let's go! Let's go! Oh my god! साथीहरु बवाल छ है भाइ Oh my god! ल ग्राउन्डमै आइपुगेँ यार म यस ल ग्राउन्ड नि छ है can do it! भाई यार मेरे को साथ
जाने बेला भयो यार सास जाने बेला भयो कसम सास जाने बेला भयो यार सासै जाने बेला भयो यार कसम भनेको कसम सास जाने बेला भयो यार यस्तो पेलिरहेछ त्यही पनि गोलै हुन सकेन किपरले के खतरा खेलेको यार
साथीहरू यो आजको एक्सपिरियन्स साँच्चै लाइफ टाइम कहिले भुल्न नसकिने एक्सपिरियन्स, कहिले भुल्न नसकिने, कहिले जिन्दगीमा भुल्न नसकिने, कहिले भुल्न नसकिने इमोसनल रोलर कोस्टर। अर्जेन्टिनाले फाइनल उठाउँछ यो पाराले, जेसुकै होस् आजको गेम खतरा खेल भयो क्या, खतरा भयो। मेसी दाजुले जादु नै गर्नुभयो यार, जादु गर्नुभयो, जादु गर्नुभयो, के गरे यार, बवालै भयो क्या आजको गेम है, बवालै भयो। ल गाइस हामी निस्क्यौँ है यो स्टेडियमबाट, खतरा स्टेडियम, 70,000 जति मान्छे थिए, बवाल खेल्यो यार। आगो अर्को गेम के गर्छ थाहा छैन, जस बलियो दावेदार हो है अर्जेन्टिना, 2-0बाट 3-2 बनाउनु, त्यो पनि 10-15 मिनटमा। द्याट्स ओ माई गड, अमेजिङ अमेजिङ। गोलकिपरलाई पनि खतरा धन्यवाद चाहिँ दिनुपर्छ है, राम्रो खेले गोलकिपरले। साथीहरू कस्तो राम्रो ठाउँ पनि रहेछ है, म्यानेजमेन्ट एकदम बवाल गरेको हो क्या जेसेटीको होइन। 70-80 हजार मान्छेलाई विभिन्न एक्जिटबाट टक्क हिँडाएर पठाएर पार्किङलाई पनि व्यवस्थित गरेर कता के गरेर होइन गरेकै हो नि। कस्तो गाह्रो हुन्छ नि होइन, यत्रो 80,000 70,000 मान्छेलाई व्यवस्थित गर्नु, त्यो सबै व्यवस्थित गरेर मजाले हामीलाई हिँडाउनु चाहिँ राम्रो हिँडाइरहेछ, तर हिँड्नै परेन होइन, पार्किङसम्म जानु पऱ्यो। दाईहरू आउँदै हुनुहुन्छ, मेसीको फ्यान दाई भाउजू पनि। अब हेरौँ क्वार्टर फाइनल हेरिन्छ कि। साथीहरू सबै अर्जेन्टिनाको फ्यान बाटैभरि भेटिन्छ। दामी भयो ल गाइस, रमाइलो भयो। अब दाइलाई भेट्छु अनि त्यसपछि म न्युयोर्क जान्छु। भ्लगलाई हेर्दै गर्नु होला, एन्जोय गर्दै गर्नु होला। अन्तिमसम्म हेर्ने साथीहरूलाई धेरै धेरै माया छ। सेट गर्मी चाहिँ लास्ट गर्मी छ यार, विराटनगर भन्दा नि गर्मी नेपालगञ्ज जतिको छ यार। हेर्नु न वरिपरि मेसी फ्यान, राइटमा स्ट्रेट अहेड, ब्याकमा, लेफ्टमा, राइटमा, सबैतिर क्या। पर पुलमा पनि मेसी फ्यानहरू बब्बालै खेले है, तर 70-80 मिनट्समा 2-0बाट कमब्याक गर्नु भनेको नट अ जोक है, बबाल खेलेको।